को भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुने बेला छ, युनिक हुने बेला छ। किनभने आज चाहिँ एउटा ब्लग चाहिँ मैले ट्राभलिङको ब्लग बनाउँदैछु, जसमा चाहिँ म बागलुङ डिस्ट्रिक्ट जाँदैछु। सो बिचमा नोइज गाडीमा गएको थिएँ नि त म, सो नोइजको कारणले गर्दाखेरि त्यस्तो क्लियर म बोल्न त पाउन क्लियरली, बट तपाईहरुलाई बाटोको भिडियोहरु चाहिँ देखाउँछु। सो रमाइलो इन्जोय गर्नुहोस् है। अनि सो यो क्याप्चर चाहिँ यस्तो बवाल थियो र त्यति बेला भ्यू पनि यस्तो दामी देखिएको थियो। अन्नपूर्ण हिमालको भ्यू यस्तो दामी देखिएको थियो र लकिली त्यो पनि खिच्न पाएँ। अब चाहिँ हामी पोखरा कटेर अझ उता गइसकेका छौँ, हेम्जा कटेर। त्यसको सिनहरू हेर्नुहोस्। देखि त मिस भयो यताको साइडतिर। कस्तो कुल यार, कत्रो with the beautiful moment। चिया चाहिँ अब सुरुक भए माथि हिमाल छ, टक्क चिया चाहिँ खानुपर्छ। अब भर्खर गाइज यहाँ चाहिँ ठ्याक्क अगाडि हिमाल छ। यति नजिक छ हिमाल, यति नजिक 8000 फिटको धौलागिरी हिमाल, यति नजिक है। विथ द बागलुङ सिटीको भ्यू यति नजिक छ हिमालय। सो म चाहिँ एकदम क्लियरली नजिकै छु कि यसभन्दा जस्तो यो यहीँ छ, मेरो आँखा अगाडि हेर्न मिल्छ है। सो बिहान बिहान है, यो चाहिँ 8000 फिट नै हो, यहाँ ठुलो कत्रो यत्रो है ठुलो हो। अनि यतातिर चाहिँ अरू ठक्क उता माथि डाँडामा चाहिँ पन्चोकोट छ। अनि यो स्कुलहरू भइहाल्यो।